ए थानीको यस्तो रहेको छ यस्तो छ यो थानीको ठाउँ। त्यसपछि यतापट्टि यो मस्टको यो चाहिँ हाम्रो थानी मस्ट उता अनि यतापट्टि बारा। जय होस् भगवान रक्षा गरौँ। हामी यो विधिपूर्वक हामी हजुरलाई सम्झेर गर्न गइरहेका छौँ। भुलचुक भएमा क्षमा पाऊँ र यसलाई हामी विधिपूर्वक निष्ठा गरेर हामी गर्न गइरहेका छौँ। यो पिक्चर तिमी यता अब यहाँबाट सुरु गर त उहाँले भन्नुहुन्छ। ल हाम्रो यो सुतारको चाहिँ यो मन्दिर पूजा गर्ने घर यो चाहिँ हाम्रो थानीको। हजुर यहाँ के हुन्छ भन्दैछु न। यहाँ चाहिँ हजुरको पूजाको विधिको लागि रेखी हाल्छौँ। हजुर रेखी हालेपछि रेखीको विधि सकिसकेपछि अनि पछि पाठीको बलि दिन्छौँ। मुख्यतया यता के काम गर्छ? केही पनि छैन, सानो त्यहाँको सानो यो शिला नै हो दुईटा। हस् यो चाहिँ मुख्य हाम्रो यो थानीमा यो गरिन्छ। अब यतापट्टि जाउँ त अलिकति यतापट्टि। मस्टरमा हामी के मस्टमा नि विधि सबै एउटै हो। हजुरको बत्ती बाली हालिन्छ, उहाँबाट ल्याएको बत्ती पनि राखिहाल्छौँ, कलश पनि छँदैछ। पहिला रेखी हाल्छौँ, रेखीको विधि सक्छौँ, त्यसपछि बाहिर थानीको पूजा भइसकेपछि हजुर बाहिर रेखी हाल्दैन। अब यतापट्टि यतापट्टि यो बारा। अब यहाँ के विधि हुन्छ? विधि सबै एउटै हो हजुरको। रेखी एकैचोटि सुरु हुन्छ। हजुर अनि थानीको पूजा बलि दिएर पूजा सकिएपछि बाराको भेडा बाहिर काट्छौँ। हजुर त्यसपछि भेडा सकेपछि रोलैले फेरि यता मस्टको लागि हामी बोकाको बलि दिन्छौँ। ए रोलेले फेरि हजुर भनेपछि हामी मूल घरबाट हामी ल्याउँछौँ पहिला। मूल घरबाट ल्याउँछौँ। मूल घर चाहिँ कति टाढो छ यहाँबाट? धेरै छैन हजुर, खाली जाँदाखेरि 5-7 मिनट लाग्छ। ए हस् मूल घरबाट सबै विधि विधान पुऱ्याएर ल्याएपछि हजुर हस् यहाँको काम गर्छौँ। हस् हस् त्यो हजुरलाई यसरी भन्नुभन्दा नि त्यो विधि चाहिँ अलिक लामै हुन्छ। हामी लेखेरै लान्छौँ त्यो विधानलाई। हामीले पनि भुलिन्छ होइन। हुन्छ हस् हस् होइन अहिले हामी यो भगवान्को हाम्रो कुलको मन्दिरमा हामी लेखेरै लान्छौँ। हामी हजुरसँग त्यही भनेका छौँ। परिवारको हजुर चाहिँ हामी त खर्कुलमा होइन दुध बत्ती त ल्याउनु अनि के चाहिँ अरू हाम्रो धुपबत्तीहरू कोही सोलीमा पनि ल्याउँछौँ। सोली पनि छ, सोली पनि जय होस्। यो चाहिँ हाम्रो बारा मस्ट बाह्रको मात्रै बाराको 12 मात्रै ल ए मस्ट यहाँ बारा। ल धन्यवाद। अब हामी लेखेरै लान्छौँ, त्यो केही छैन, भइहाल्छ। ल जय हामीले आज केही हामी यहाँ अब हामी आइरहेछौँ, केही चढाउन मिल्छ यहाँ? केही भेटिएर चढाउन मिल्छ? ए हस् 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 ए हस् हस् पहिलोपल्ट प्रवेश गरेको हुँदा केही जाने त्यस्तो हाम्रो होइन। हाम्रो कुललाई अब हाम्रो हस् 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 आउनु आउनु ल घुमौँ त। यो अत्यन्तै हाम्रो जुत्ता खोलेर घुमौँ न। ल घुमाउनु। हाम्रो श्रद्धाको चाहिँ श्रद्धाकी चाहिँ देवी हाम्रा चाहिँ मुख्य कुल पितृ आज हाम्रो मन्दिर परिक्रमा गर्दैछौँ। सधैँ चाहिँ दर्शन गर्न पाइयो। सधैँ चाहिँ आराधना गर्ने अवसरमा हामी लागेका छौँ र अवसर चाहिँ चाँडै जुटाइदिने पनि हामी अनुरोध गर्छौँ। यसरी हाम्रो जहाँबाट अग्रजहरू जानुभयो, यसरी अग्रज गएको ठाउँबाट वंश गएको ठाउँमा यहाँ बस्ने सम्पूर्ण सुतार कार्कीहरूले यसरी यो एकदम श्रद्धापूर्वक हाम्रो यो चिनो राखिदिनु भएको छ। यहाँ जति पनि यो बस्नुहुने सुतार कार्कीलाई पनि धन्यवाद छ, जुन हाम्रो यो वंशजको एउटा जीवित उदाहरण यहाँ राखिदिनु भएको छ यो बेताली नामाडी भन्ने ठाउँमा। अब यसलाई हामी अझै हाम्रो खोजी हाम्रो चाहिँ भक्तिपूर्वक हामी यहाँ कुलमा लाग्नेछौँ।